साथीहरू नमस्ते। नेपाली कांग्रेसका सभापति गगन थापाले केही दिन पहिले मैले बीपी कोइरालाले लगाएको जुत्ता लगाएको छु भनेर भन्नुभएको थियो। यसको अन्तर्य के हो, यसको अर्थ के हो, म तपाईहरुलाई बताउन गइरहेको छु। नेता गगन थापाले 4 वर्ष पहिले पार्टी महामन्त्रीमा निर्वाचन हुँदै गर्दाखेरि पद बहाल गर्दाखेरि उहाँले यो पार्टी महामन्त्रीको कुर्सी गिरिजाप्रसाद कोइराला पनि बसेको कुर्सी हो भनेर आफूले बन्न खोजेको महामन्त्री रूपमा एक्ट गर्न खोजेको चाहिँ गिरिजाप्रसाद कोइराला जस्तो भनेर महामन्त्रीको चाहिँ आइडल मोडल चाहिँ गिरिजाप्रसाद कोइराला भनेर भन्नुभएको थियो। त्यसै गरी सभापति भइसकेपछि उहाँले अरू सभापतिहरूको नाम नलिएर बीपी कोइरालाको नाम लिनुभएको छ। यसको एउटा रोचक प्रसंग म तपाईहरुलाई बताउन चाहन्छु। जब अमेरिकामा पीस टाइमका सबभन्दा सक्सेसफुल राष्ट्रपति मानिन्छ जोन एफ केनेडीको निधन भइसकेपछि लिन्डन बी जोन्सनलाई शपथ खुवाउने कार्यक्रम भयो। उनी उपराष्ट्रपति थिए। अमेरिकामा राष्ट्रपतिपछि उपराष्ट्रपतिको हक लाग्छ राष्ट्रपति बन्नको लागि दुर्घटना भइसके पश्चात। त्यति बेला टेड सोरेनसन नाम गरेका केनेडीका सहयोगी हुनुहुन्थ्यो र उनलाई लिन्डन जोन्सनले आफ्नो स्पिच हेर्न भनेका थिए। उनले दुईटा कुरा थपेका। त्यति बेला चाहिँ लिन्डन जोन्सनलाई उनले एउटा थपिदिएको वाक्य थियो, माई लेग्स आर टु स्मल टु फिट इन द लार्ज शूज अफ जोन एफ केनेडी। यो लाइन भन्नु र आफ्नो निकटवर्ती राष्ट्रपतिका प्रति सम्मान जनाउनु भनेर भनिएको थियो। तर त्यो लाइन लिन्डन जोन्सनले भाषण गरेन र त्यसपछि टेड सोरेनसन जेएफकेका सल्लाहकारले कहिले पनि सार्वजनिक रूपमा चाहिँ उसलाई लिन्डन जोन्सनलाई सल्लाह दिएनन्। गगन थापाले बीपी कोइराला लगाएको जुत्ता सबभन्दा बलियो जुत्ता भनेर जुन कुरा भन्नुभयो, जसरी न्युटन त्यो ग्रेभिटीको सिद्धान्त दिने कुनै विख्यात वैज्ञानिकले त्यति बेला मैले आफूलाई एकदमै गौरवशाली महसुस गर्छु किनकि मभन्दा अगाडिका जायन्टहरूको काँधमा उभिएको छु भनेर भनेका थिए। त्यसै गरी गगन थापाले आफूलाई यो नयाँ सभापति छ, यसले कुरा बुझेको छैन भन्ने आम मानिसहरूलाई कार्यकर्ताहरूलाई परेको होला, सिनियर नेताहरूलाई परेको होला भनेर उहाँले प्रष्ट संकेत गर्नुभएको कि मैले बीपी कोइरालाले लगाएको जुत्तामा फिट हुने कोसिस गरिरहेको छु र मैले सभापति भएर मैले फलो गर्न खोजेको नेता उहाँ हो। र अहिले यो कुरा किन सामयिक छ भन्दाखेरि बीपी कोइरालाले 36 सालको जनमत संग्रह अगाडि हामीले जनमत संग्रहमा कुनै पनि हातमा जित्नु छ र त्यो जित्नको लागि पार्टी बाहिरका साथीहरूलाई मिलाएर लानुपर्ने छ, हामीसँग फरक मत रहेकाहरूलाई मिलाएर लानुपर्ने। त्यस्तो बेलामा हामी सँगसँगै राजनीति सुरु गरेका साथीहरूलाई त झन् मिलाउनु पर्छ भनेर बीपीले उहाँहरूलाई खुला रूपमा एउटै धारामा आउन आह्वान गर्नुभएको थियो। त्यति बेला कांग्रेस राजनीति सुरु गरेर बाहिर रहेका थुप्रा नेताहरू हुनुहुन्थ्यो र अहिले पनि भाद्र 23 र 24 पछि कांग्रेस पार्टीको जीवनमा जे घटना घटे, राष्ट्रिय जीवनमा जे घटना घटे र आम निर्वाचन फागुन 21 को निर्वाचनपछि कांग्रेसको जुन अवस्था छ र अहिले कांग्रेस संसदमा कमजोर संख्याका हिसाबले कमजोर प्रतिपक्ष छ। सडकमा पनि हामीले संघर्ष गर्नुपर्ने छ। सडकको प्रतिपक्षीय मोर्चा र संसदको प्रतिपक्षीय मोर्चा सम्हाल्दै गर्दाखेरि हामीले विपक्षीसँग एकता गरेर काम गर्नुपर्ने छ भने पार्टीलाई किन एकढिक्का नराख्ने, उहाँलाई त्यो दबाब छ। उहाँलाई त्यो 36 सालको बीपीले जनसङ्घ आह्वान गरे जस्तै पार्टीका सिनियर नेताहरू जसले कुरा बुझ्न अबुझपना देखाइरहनु भएको छ, उहाँलाई समयको पश्चात बुझेर मेयर जानुपर्छ भनेर गगन थापाले भन्नुभएको। त्यो बीपी कोइराला लगाएको जुत्ता सांकेतिक भाषामा र सांकेतिक लक्षणमा उहाँले आफ्ना पूर्ववर्तीहरूलाई पार्टीका संस्थापकहरूलाई गरेर एउटा सम्मानपूर्वक प्रयोग गरेको शब्द हो। उहाँले टोपी पनि भन्नुभयो किनकि इङ्ग्लिसमा जार्गन चाहिँ यो टोपी कसले लगायो भने त्यो जुत्ताको प्रसङ्ग आएको भएर साथीहरूलाई केही लागेको त्यही भएर चाहिँ एउटा सम्मानको लागि प्रयोग गर्ने भाषाको रूपमा तपाईँहरूले बुझ्नुहुन्छ भन्ने मैले अपेक्षा गरेको छु। धन्यवाद।